नेक्स्ट डिजिज छ म्यारेक्स रोग, अर्को शब्दमा हामी मरेक्स पनि भन्छौँ। कतिले म्यारेक्स भन्नुहुन्छ, कतिले मरेक्स भन्नुहुन्छ। अब यो सामान्यतया मरेक्स भन्ने बित्तिकै अथवा म्यारेक्स भन्ने बित्तिकै हामीले एउटा एकदमै दिमागमा पहिलो हाम्रो आइहाल्ने भन्ने कुरा के हुन्छ भन्दा यो चाहिँ अलिक प्रायःसो वयस्क कुखुराहरूलाई लाग्ने रोग हो भनेर चिन्छौँ हामी। प्रायःसो एडल्ट बर्ड्सहरूको रोग हो भनेर चिन्छौँ पहिलो कुरा। दोस्रो कुरा के भनेर चिन्छौँ त मरेक्स रोगलाई भन्दा यो रोग लाग्दाखेरि यो रोगले कुखुराहरूको एउटा स्नायु प्रणालीमा असर गर्छ, होइन? स्नायु प्रणालीमा असर गरेर चाहिँ कुखुराको पखेटामा पनि पक्षघात आउँछ, खुट्टामा पनि पक्षघात आउँछ। अर्को भनेको एकदमै महत्त्वपूर्ण कुरा के हुन्छ भन्दा त्यस्तो मरेको कुखुरालाई चिरेर हेर्दाखेरि कुखुराको भित्री भागमा कलेजोमा, मुटुमा, त्यसपछि मृगौलामा त्यो भागमा चाहिँ एकदमै ठुला ठुला मासुका डल्लाहरू अथवा ट्युमरहरू देख्न सक्छौँ हामी। त्यो चाहिँ एकदमै ट्युमर हुन्छ कि किनभने यो क्यान्सरजन्य रोग हो यो, अथवा ट्युमर बनाउने रोग हो यो। यसलाई क्यान्सरजन्य रोग पनि भनिन्छ कुखुराको। भने अर्को भनेको शरीरको बाहिर छालामा पनि हामी कहिलेकाहीँ मासुका डल्लाहरू चाहिँ गाँठागुठीहरू देख्न सक्छौँ साथीहरू। यो कुरा चाहिँ तपाईँहरूले बुझ्नु होला। भने अब अरू त्यस्तो धेरै बाहिरबाट स्पष्ट रूपमा लक्षण देख्ने होइन। यसमा भनेको कुखुराहरूमा पक्षघात आउँछ, पखेटाको पनि पक्षघात हुन्छ, खुट्टाको भागमा पनि पक्षघात हुन्छ, शरीरको छालामा पनि भित्री अङ्गहरूमा पनि के हुन सक्छ, के अरे ट्युमरहरू बन्न सक्छ, मासुका गाँठागुठीहरू बन्न सक्छ। भने सँगसँगै अब यसले धेरै कुखुराहरू त मर्दैन, एकदमै धेरै। हुन त यो कस्तो हुन्छ भने कहिलेकाहीँ तीक्ष्ण प्रकारको भयो भने सानो कुखुरामा पनि देख्न सकिन्छ, त्यो बेलामा चाहिँ धेरै मर्छ। तर प्रायः जसो चाहिँ यो रोग कस्तो हो त भन्दाखेरि सामान्यतया हामीले मरेक्स रोगलाई पढ्दाखेरि यो जीर्ण प्रकारको रोग हो, लामो समयसम्म असर गर्ने तर कुखुराहरूलाई धेरै नमार्ने तर असर चाहिँ गर्न सक्ने रोग हो भनेर हामी चिन्छौँ यसलाई है। ल, अब मरेक्स रोगमा गइसकेपछि सिनोनिम्समा जाउँ हामी। सबैभन्दा पहिलो यसलाई के भनिन्छ त, यो मरेक्स भन्ने नाम चाहिँ किन राखियो भन्दाखेरि म थोरै भनिदिन्छु। यो रोगको भाइरस पहिलो पटक मरेक्स भन्ने वैज्ञानिकले पत्ता लगाएको हुँदा उनको नामबाट मरेक्स डिजिज राखिएको साथीहरू है। जस्तो कतिपय रोगहरू ठाउँको नामबाट राखिएका छन्, कतिपय रोगहरू वैज्ञानिकका नामबाट राखिएका छन्। त्यही भएर स्पष्ट हुनु होला मरेक्स रोग भनेको के रहेछ त भन्दा मरेक्स भन्ने वैज्ञानिकको नामबाट राखिएको रोग रहेछ, मरेक्स डिजिज भनेर नाम त्यसरी राखिएको रहेछ। अब हामी अगाडि बढौँ। यसको सिनोनिम्समा पहिलो के भन्छ, फाउल प्यारालाइसिस अथवा पन्छीहरूमा हुने पक्षघात एउटा, रेन्ज प्यारालाइसिस, खुट्टामा पनि पक्षघात हुन्छ अनि पखेटामा पनि पक्षघात हुन्छ। कुखुरा कसरी बस्छ त, एउटा खुट्टा अगाडि एउटा खुट्टा पछाडि गरेर लामो परेर बस्छ, त्यो अवस्थालाई हामी के भन्छौँ, रेन्ज प्यारालाइसिस भन्छौँ। त्यही भएर यो रेन्ज प्यारालाइसिस पनि यो रोगको एउटा प्रमुख लक्षण अन्तर्गत पर्दछ। पोलिन्युराइटिस भन्ने बित्तिकै न्युरोन अथवा स्नायुमा धेरै, शरीरको धेरै ठाउँको स्नायुमा यसले संक्रमण गर्ने भएको हुँदा पोलिन्युराइटिस भनेर भनियो। हेर्नुहोस् है साथी, पोली भन्ने बित्तिकै धेरै, न्युराइटिस भन्ने बित्तिकै न्युरोनमा हुने सुजन, न्युरोनमा हुने संक्रमण, न्युरोन भन्ने बित्तिकै स्नायु, स्नायु तन्तुमा यसले असर गर्ने भएको हुँदा यसलाई पोलिन्युराइटिस भनेर भनियो। भने अर्को चाहिँ यसलाई के भनिन्छ, स्किन ल्युकोसिस। ल्युकोसिस भनेको क्यान्सर हो। यसले चाहिँ छालामा पनि गाँठागुठीहरू ल्याउने भएको हुँदा छालामा पनि क्यान्सरजन्य समस्या देखिने भएको हुँदा यसलाई स्किन ल्युकोसिस भनिन्छ। भने यसले न्युरल ल्युकोसिस पनि भनिन्छ। न्युरल भन्ने बित्तिकै, न्युरोन भन्ने बित्तिकै के हो त, स्नायु हो। ल्युकोसिस भनेको क्यान्सरजन्य समस्या हो, त्यो स्नायु पनि अत्याधिक मात्रामा सुन्निने भएको हुँदा यसलाई अर्को शब्दमा हामी न्युरल ल्युकोसिस भनेर भन्छौँ। भने अर्को भनेको न्युरल लिम्फोम्याटोसिस अथवा त्यही न्युरोन अथवा स्नायु धेरै सुन्निने भएको हुँदा अर्को शब्दमा हामी यसलाई न्युरल लिम्फोम्याटोसिस पनि भन्छौँ साथीहरू है। यति कुरा कन्फ्युजन नहुनु होला। अब थोरै आउँछौँ हामी यसको इन्ट्रोडक्सनमा, त्यस्तो धेरै चिज छैन यसमा। यो के हो त भने विषाणुबाट लाग्ने कुखुराहरूको संक्रामक तथा सरुवा रोग हो। यो संक्रामक पनि हो, सरुवा पनि हो। पहिलो कुरा त्यति कुरा बुझौँ, विषाणुको कारणले गर्दाखेरि कुखुराहरूमा लाग्ने संक्रामक तथा सरुवा रोग हो। भने यो रोगको भाइरस पहिलो पटक, यो रोगलाई पहिलो पटक सन् 1907मा मरेक्स भन्ने वैज्ञानिकले यो रोगको भाइरस पत्ता लगाएको हुँदा यो रोगको नाम मरेक्स डिजिज रहन गएको हो। भने अब एउटा थोरै नेपालको पनि हिस्ट्री छ। नेपालमा चाहिँ यो रोग पहिलो पटक कहिले देखा पर्यो भन्नुहुन्छ भने नेपालमा यो रोग प्रथम पटक सन् 1996मा देखा परेको थियो, अथवा सन् 1996मा चाहिँ पहिलो पटक
नेपालमा चाहिँ यो रोग पत्ता लागेको थियो अथवा 1996मा नेपालमा यो रोग पहिलो पटक देखा परेको भने यो रोगले मुख्यतः कुखुराहरूको कुन प्रणालीमा असर गर्छ त भन्दा यो रोगले मुख्यतः कुखुराहरूको स्नायु प्रणालीमा असर गर्छ अथवा नर्भस सिस्टममा असर गर्छ अथवा कुखुराको स्नायु प्रणालीमा असर गर्ने रोग हो यो। अरू प्रणाली भन्दा यसले मुख्यतः कुखुराको स्नायु प्रणालीमै असर गर्छ। स्नायु भन्ने बित्तिकै त्यो स्नायु तन्तुहरूमा असर गर्छ यसले है, स्पष्ट हुने। कुखुराहरूको स्नायु प्रणालीमा चाहिँ यो रोगको मुख्य असर हुने गर्दछ भन्ने सम्झिनु होला। भने मैले हिजो पनि कुरा गरेको थिएँ, मरेक्स रोग तीक्ष्ण प्रकारको भएमा चाहिँ 2 देखि 2.5 महिना उमेरको कुखुरा, अरे अघि पनि भनेको थिएँ, मरेक्स रोग चाहिँ यदि तीक्ष्ण प्रकारको हो भने 2 देखि 2.5 महिना उमेरको कुखुराहरूलाई सबैभन्दा बढी असर गर्छ भने यो जीर्ण प्रकारको भएमा चाहिँ 3 देखि 5 महिना वा सोभन्दा बढी उमेर समूहका कुखुराहरूलाई असर गर्छ। अथवा यदि यो दुई तरिकाले देख्न सकिन्छ कि यो चाहिँ कहिलेकाहीँ तीक्ष्ण प्रकारको रूपमा पनि देखा पर्न सक्छ, तर धेरै जस्तो यो देखिने भनेको जीर्ण प्रकारको रूपमा चाहिँ यो रोग देखा पर्ने हो। तीक्ष्ण प्रकारको हो भने 2 देखि 2.5 महिना उमेर समूहका कुखुरालाई यसले सबैभन्दा बढी असर गरेको भेटिन्छ भने जीर्ण प्रकारको हो भने 3 देखि 5 महिना वा त्योभन्दा बढी उमेर समूहका कुखुराहरू यो जीर्ण प्रकारको मरेक्स रोगबाट प्रभावित हुने गर्दछन्। भने यो रोगलाई ट्युमर कजिङ भाइरल डिजिज पनि भनिन्छ अथवा शरीरमा ट्युमर गराउने भाइरल रोग अथवा विषाणुको कारणले गर्दा लाग्ने रोग भनेर पनि चिनिन्छ है साथीहरू। यहाँनिर तपाईँहरू झुक्किनु भएन। के झुक्किनु भएन त भन्दा यो रोगलाई अर्को शब्दमा ट्युमर कजिङ भाइरल डिजिज पनि भन्न सकिन्छ अथवा ट्युमर गराउने कुखुराको भाइरल रोग। ट्युमर भन्ने बित्तिकै गाँठागुठीहरू मासु पलाउने, ट्युमर भन्ने बित्तिकै जहिले पनि क्यान्सर हो भन्ने बुझ्नुपर्छ। किन अनावश्यक रूपमा कुनै पनि तन्तुको वृद्धि विकास हुन्छ भने त्यो अवस्थालाई हामी क्यान्सर भन्छौँ। त्यही भएर हामी स्पष्ट रूपमा के भन्छौँ त भन्दा यो चाहिँ क्यान्सर जन्य रोग हो कुखुराको भनेर बुझ्छौँ। र अर्को शब्दमा क्यान्सर जन्य रोग अथवा ट्युमर कजिङ भाइरल डिजिज भन्यो भने कुखुराको यो रोगलाई सम्झिनु होला। ल हाम्रो निराजन दिदीले भनेको जस्तो वयस्को कुखुराको रोग भनेर पनि भनिन्छ होइन सर भन्नुहुन्छ। सामान्यतया यसलाई कुखुराको वयस्क कुखुराको रोग भनेर चिन्छौँ, तर कहिलेकाहीँ चाहिँ कम उमेर समूहका कुखुरालाई पनि असर गर्न सक्छ। जस्तो 2 देखि 2.5 महिना उमेर समूहका कुखुराहरू, त्योभन्दा कम उमेर समूहका कुखुराहरूलाई कहिलेकाहीँ यो तीक्ष्ण प्रकारको रूपमा देखा पर्छ। तर त्योभन्दा धेरै प्रायः जसो जहिले पनि देखिने भनेको यो वयस्क कुखुराको रोग हो यो, अथवा वयस्क कुखुरामा देखिन्छ प्रायः जसो। त्यही भएर वयस्क कुखुराको रोग भनेर पनि चिन्छौँ हामी है साथी हो। ल अब त्यसपछि हामी आउँछौँ यसको इटियोलोजी हेर्नुहोस् है, कारक तत्त्व। यसको इटियोलोजीमा सबैभन्दा पहिलो बिर्सनु नहुने कुरा के छ भने एकदमै महत्त्वपूर्ण कुरा भनेको यो रोग चाहिँ आरएनए भाइरस समूह अन्तर्गत पर्दैन। यो रोग चाहिँ डिएनए भाइरस समूह अन्तर्गत पर्छ। हामीले पढ्ने धेरै रोगहरू आरएनए भाइरसको कारणले गर्दा लाग्ने गर्दछन् भने हामीले पढ्ने एकदमै कम रोगहरू के अन्तर्गत पर्छन् त डिएनए भाइरस अन्तर्गत पर्छन्। त्यही भएर हामीले पढ्दै गरेका धेरै रोगहरूमध्ये एकदमै कम रोगहरूमध्ये एउटा यो रोग पनि हो जुन चाहिँ डिएनए भाइरसको कारणले गर्दा लाग्ने गर्दछ। त्यही भएर स्पष्ट रूपमा भन्नु पर्यो यो रोग डिएनए भाइरस समूह अन्तर्गतको हर्पिज भाइरसको कारणले गर्दा लाग्ने गर्दछ, जसलाई अर्को शब्दमा हामी मार्डी भाइरस पनि भन्छौँ। तर हामीलाई मार्डी भाइरससम्म पुग्दैन कहिले पनि, यो हर्पिज भाइरससम्म पुग्छ हेर्नु साथीहरू है। त्यही भएर स्पष्ट हुनु पर्यो डिएनए भाइरस समूह अन्तर्गत पर्ने हर्पिज भाइरसको कारणले गर्दाखेरि कुखुराहरूमा मरेक्स रोग लाग्ने गर्दछ। पहिलो कुरा फ्याक्ट। दोस्रो फ्याक्ट भनेको के हो, यो रोगका विषाणुहरूका 3वटा प्रजातिहरू भेटिन्छन्, सेरोटाइप 1, सेरोटाइप 2 र सेरोटाइप 3 है। सेरोटाइप 1, सेरोटाइप 2 र सेरोटाइप 3 गरेर 3वटा प्रजातिहरू चाहिँ यो रोगका भाइरसहरू चाहिँ देखिने गर्दछन् अथवा पाइन्छन्। भने सेरोटाइप 2 र सेरोटाइप 3 प्रजातिका विषाणुलाई खोप उत्पादनको निम्ति प्रयोग गरिन्छ भने सेरोटाइप 1 ले चाहिँ मरेक्स रोग लगाउन सक्ने क्षमता राख्दछ। अब यहाँनिर दुईटा क्वेसन बन्न सक्छ। पहिलो कुरा चाहिँ के भन्छ भन्दा यो हर्पिज भाइरसका चाहिँ कतिवटा सेरोटाइप्सहरू पाइन्छन् भन्यो भने 3वटा सेरोटाइप्सहरू पाइन्छन् भनेर सोध्न सक्छ। अनि हर्पिज भाइरसको कुन सेरोटाइप चाहिँ खोप उत्पादनको निम्ति प्रयोग गरिन्छ भन्यो भने सेरोटाइप 2 र सेरोटाइप 3 चाहिँ खोप उत्पादनको निम्ति प्रयोग गरिने के हुन् त विषाणुका प्रजातिहरू हुन् भने अर्को शब्दमा तलका मध्ये कुन सेरोटाइप्सले कुखुराहरूमा
मरेक्स रोग लगाउने गर्दछ भनेर सेरोटाइप 1, सेरोटाइप 2, सेरोटाइप 3 र माथिका सबै भन्यो भने सेरोटाइप 1 लाई हामीले टिक लगाउनु पर्दछ। अथवा रोग लगाउन सक्ने क्षमता चाहिँ सेरोटाइप 1 मा मात्र हुन्छ साथीहरू, यो कुरा हामीले बिर्सनु हुँदैन है। है साथीहरू, ठिक छ। अर्को त्यसपछि हामीले अर्को बिर्सन नहुने कुरा के हुन्छ भन्दा एकदमै महत्त्वपूर्ण हुन्छ एउटा कुरा, यो के भन्छ भन्दा यो रोगका विषाणुहरू प्वाकका जराहरूमा वृद्धि हुने गर्दछन् र दूषित वातावरण तथा कमजोर व्यवस्थापन रहेमा यस रोगको विषाणुहरूको वृद्धिमा तीव्रता आउने गर्दछ भनेर भन्छ। यो एउटा हामीले बिर्सन नहुने कुरा के हो भन्दा यो इन्भेलप भनेको बाहिरबाट हुने खोल हो एउटा, त्यसलाई नझुक्किनु होला, खोललाई इन्भेलप भनिन्छ है। जस्तो एउटा कुरा यहाँनिर अब एकदमै महत्त्वपूर्ण कुरा के हो भने यो रोगको भाइरसहरूको एउटा विशेषता के छ भने यो रोगका भाइरसहरू कुखुराको प्वाकको जरा अथवा जसलाई हामी के भन्छौँ फिदर फलिकलमा यो रोगका भाइरसहरू बस्छन् र त्यहाँ यो रोगको भाइरसहरूको वृद्धि विकास हुन्छ। त्यही भएर संक्रमित कुखुराको रोगी कुखुराको प्वाकको माध्यमबाट एउटा कुखुराबाट अर्को कुखुरामा यो रोग सर्न सक्छ। अथवा के बुझ्नु पर्यो भन्दा रोगी कुखुराको प्वाक भुइँमा झर्यो र निरोगी कुखुराले त्यो प्वाक खायो भने अब त्यो प्वाकको जरामा भएको भाइरसहरू यो रोग एउटा कुखुराबाट अर्को कुखुरामा सर्न सक्दछ। यति कुरा बिर्सनु भएन है। के हो त भन्दा कुखुराको प्वाकको जरामा पाइने भाइरस भनेर हामीले यो हर्पिस भाइरस अथवा मरेक्स रोगको भाइरस भनेर सम्झिनुपर्छ भने अर्को कुरा कुखुराको प्वाकको माध्यमबाट प्वाकको जराको माध्यमबाट सर्ने रोग भनेर पनि हामी यो रोगलाई सम्झिनु पर्दछ। यो चाहिँ साथीहरूले कहिले नबिर्सनु होला, फिदर फलिकल भनेर कहिले नबिर्सने है। कुखुराको प्वाकको जरामा पाइने भाइरस भनेर हामी हर्पिस भाइरसलाई चिन्ने हो, यो कुरा कहिले बिर्सने होइन। अब रोग सर्ने माध्यममा जाउँ। यो रोग सर्ने माध्यम भनेको हावाको माध्यमबाट श्वास प्रश्वासको माध्यमबाट त्यति धेरै महत्त्वपूर्ण होइन। यो सबैभन्दा महत्त्वपूर्ण के हो त भन्दा कुखुराको प्वाकको माध्यमबाट फिदर फलिक्युलको माध्यमबाट सर्छ। यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो, तपाईँहरूलाई सोध्ने नै यही हो, फिदर फलिक्युलको माध्यमबाट सर्छ, यो कुरा बिर्सनु भएन। असङ्क्रमित सोत्रबाट सर्छ त किनभने प्वाक भुइँमा झर्छ, प्वाकबाट भुइँमा झर्यो भने सोत्रबाट सर्छ। अब यसले अर्को एउटा भनेको हावाको माध्यमबाट सर्न सक्छ अथवा श्वास प्रश्वासको माध्यमबाट पनि यो रोगका भाइरसहरू सर्न सक्छन्। अब कामदार भाँडाकुँडा भइहाल्यो, हेर्नुहोस् है। अब रोगका लक्षणलाई चाहिँ के भन्छ भन्दा यो रोगका लक्षणलाई चाहिँ हामीले 5 तरिकाले विभाजन गर्न सक्छौँ। अथवा यसले कस्ता कस्ता लक्षण देखाउँछ एउटा कुरा, दोस्रो कुरा चाहिँ कुन भागमा असर गरेको हुन्छ, त्यसको आधारमा चाहिँ यो मरेक्स रोगलाई चाहिँ 5 वटा समूहमा हामी विभाजन गरेर यसका लक्षणलाई हामी अध्ययन गर्ने गर्दछौँ साथीहरू है। जस्तो सबभन्दा पहिलो के भन्छ भन्दा यो कस्तो प्रकारको रूपमा देखा पर्न सक्छ त पहिलो भन्यो भने क्लासिकल मरेक्सको रूपमा मरेक्स डिजिजको रूपमा देखा पर्न सक्छ। अथवा क्लासिकल मरेक्स भन्ने बित्तिकै जानेर यो नाम क्लासिकल भन्ने शब्द आउँछ, त्यो भनेको के हो भने स्पष्ट रूपमा त्यो रोग चिनिने लक्षणहरू देखिन्छ भने त्यसलाई हामी के भन्छौँ क्लासिकल भन्छौँ। जस्तो हामी के भनेको थियौँ क्लासिकल स्वाइन फिभर भनेर भनेको थियौँ। बङ्गुरोहरूमा स्पष्ट रूपमा चाहिँ स्वाइन फिभर हुँदा के लक्षण देखिन्छ त्यो पुरै लक्षण देखिने भएको हुँदा त्यसलाई हामी के भनेको थियौँ क्लासिकल स्वाइन फिभर भनेको थियौँ भने अब यहाँनिर जुन हामीले अघि लक्षणहरू कुरा गर्यौँ यसले कुन भागमा असर गर्छ भनेर कुरा गर्यौँ हो त्यो स्पष्ट रूपमा बाहिरबाट देख्न सकिने भएको हुँदा हामी अर्को शब्दमा यसलाई के भन्छौँ क्लासिकल मरेक्स डिजिज भन्छौँ। यो क्लासिकल मरेक्स डिजिजमा के हुन्छ भन्दाखेरि सुन्नुहोस्, अब कुखुराको एउटा तपाईँहरू कति विचार गर्नु भएको छ, कुखुरा काटेर हेर्दै गर्दा हेर्नु होला कुखुराको फिल्लाको भित्री भागतिर मासु च्यात्दै च्यात्दै जानुभयो भने त्यो भित्र सेतो 3वटा धर्साहरू दौडिएको हुन्छ। त्यो खुट्टाको फिलाको भित्री भागको मांसपेशी च्यात्दै च्यात्दै जानुभयो भने अलि भित्र सेतो 3वटा रेसाहरू जस्तो देख्नुहुन्छ, त्यसलाई हामी नर्भ भन्छौँ। कुन नर्भ भन्छौँ त खुट्टामा पाइने सियार्टिक नर्भ हो, त्यो सियार्टिक तन्तु अरे स्नायु हो त्यो। अनि अर्को पखेटातिरको मांसपेशी पनि चिर्दै चिर्दै गयो भने भित्र त्यहाँ ब्राकियल नर्भ भन्ने चिज पाइन्छ हो। अब के हुन्छ क्लासिकल मरेक्स डिजिज भएको बेलामा कुखुराको खुट्टामा भएको सियार्टिक नर्भ
र पखेटामा भएको ब्राकियल नर्भ अत्याधिक सुन्निएको हुन्छ। र त्यो अत्याधिक सुन्निसकेपछि अब त्यो चिरेर हेर्दाखेरि त्यो सुन्निएको भेट्छौँ भने कुखुरामा के हुन्छ, एउटा खुट्टा अगाडि एउटा खुट्टा पछाडि गरेर पक्षघात गरेर कुखुराहरू बसेको हुन्छ। एउटा त्यो, त्यसलाई हामी के भन्दो रहेछौँ, माथि नै भनेको छौँ रेन्ज प्यारालाइसिस। एउटा खुट्टा अगाडि एउटा खुट्टा पछाडि गरेर बसेको हुन्छ कुखुरा। त्यसपछि अर्को के हुन्छ भन्नुहुन्छ भने, अनि पखेटा पनि के भएको हुन्छ, पखेटा पुरै लत्रिएको हुन्छ भुइँमा, किनभने पखेटामा भएको त्यो ब्राकियल नर्भ पनि पक्षघात भइसकेको हुन्छ, त्यसले पनि काम गरेको हुँदैन। कुखुराले भुइँतिर पखेटाहरू लतारेको हुन्छ त भुइँतिर झरेको हुन्छ। त्यो चाहिँ केमा देखिँदो रहेछ त, क्लासिकल मरेक्स डिजिजमा। क्लासिकल मरेक्स डिजिजमा देखिने लक्षण भनेको रेन्ज प्यारालाइसिस हो। एउटा खुट्टा अगाडि एउटा खुट्टा पछाडि अनि पखेटाको पक्षघात हो, त्यो चाहिँ क्लासिकल मरेक्स डिजिजमा। र यो चाहिँ प्रायः जसो कुखुराहरूको केमा देखिन्छ त भन्दा वयस्क कुखुराहरूमा देखिने लक्षण हो क्लासिकल मरेक्स डिजिज। दोस्रो के हुन्छ, तीक्ष्ण प्रकारको मरेक्स भन्छ, अथवा अर्को शब्दमा भिसरल फर्म भनेर भन्छ। यो भिसरल भनेको भित्री अङ्गमा चाहिँ असर बढी गरेको हुन्छ यसले। यो चाहिँ सानो कुखुराको, सानो उमेरको कुखुराहरूलाई यसले बढी असर गर्छ। के भन्छ हेर्नुहोस्, 3 देखि 4 हप्ता उमेरका कुखुराहरूलाई यो अवस्थाको मरेक्सले बढी असर गरेको हुन्छ भनेर भन्छ। हेर्नुहोस् है, यो चाहिँ नझुक्किनु होला साथीहरू। यो एक्युट टाइपको तीक्ष्ण प्रकारको मरेक्स रोग चाहिँ सानो उमेरको कुखुराहरूलाई असर गर्ने मरेक्स रोग हो, जुन चाहिँ 3 देखि 4 हप्ता उमेरका कुखुराहरूलाई यसले असर गर्ने गर्दछ। भने यो लाग्दाखेरि कुखुराहरू चाहिँ 60% मृत्युदर हुन सक्दछ, किनभने यो ज्यादै नै संक्रामक हुन्छ, एकदमै विषाक्त हुन्छ। भने देखिने लक्षण चाहिँ के हुन्छ त भन्दा भित्री अङ्गमा चाहिँ हामी के देख्न सक्छौँ, एकदमै सुन्निएको अथवा ट्युमरहरू देख्न सक्छौँ। हेर्नुहोस् के भन्यो, कलेजो, फियो, प्रोभेन्टिकुलस एकदमै धेरै सुन्निएको हुन्छ भनेर भन्यो। के हुन्छ त भन्दा भित्री अङ्ग चाहिँ धेरै सुन्निएका हुन्छन्, कलेजो, फियो, प्रोभेन्टिकुलस, कहिलेकाहीँ चाहिँ मृगौला, यिनी आन्तरिक अङ्गहरू, भित्री अङ्गहरू एकदमै धेरै सुन्निएको हुन्छ। तपाईँहरूले यहाँनिर बिर्सन नहुने कुरा के हो भने, टिपोट पनि गर्नु होला है साथीहरू, कतिपय कुरा हुँदैन यहाँ। क्लासिकल मरेक्स चाहिँ विशेष गरेर वयस्क कुखुरामा देखिने रोग हो भने एक्युट तीक्ष्ण प्रकारको मरेक्स चाहिँ कम उमेर समूहको कुखुराहरूमा देखिने रोग हो। क्लासिकल मरेक्स डिजिजले कुखुराहरू धेरै मर्दैन र त्यहाँ चाहिँ के हुन्छ, रेन्ज प्यारालाइसिसको लक्षण देखिन्छ, एउटा खुट्टा अगाडि एउटा खुट्टा पछाडि र पखेटामा पक्षघात भएको हुन्छ। भने तीक्ष्ण प्रकारको मरेक्समा चाहिँ के हुन्छ त, भित्री अङ्गहरूमा एकदमै सुजन भएको हुन्छ, सुन्निएका हुन्छन् र यसमा चाहिँ धेरै मृत्युदर हुन सक्छ, 60% कुखुराहरूमा मृत्युदर हुन सक्दछ। भने अर्को चाहिँ कहिलेकाहीँ छालामा पनि असर गर्ने खालको मरेक्स देख्न सकिन्छ। छालामा गिर्खाहरू, मासुको डल्लाहरू देख्न सक्छौँ, जसलाई चाहिँ हामी के भन्छौँ, क्युटानियस मरेक्स अथवा स्किन फर्म अफ मरेक्स, छालामा असर गर्ने खालको मरेक्स भन्छौँ। यसमा चाहिँ छालामा ट्युमरहरू अथवा गाँठागुठीहरू देखिन्छ, अरू केही पनि हुँदैन। अकुलर फर्म भनेको कहिलेकाहीँ यो मरेक्स रोगले कुखुराको आँखाको स्नायु तन्तुमा पनि असर गरिदिन सक्छ र त्यो बेलामा कुखुराहरू अन्धो हुन सक्छ। भने कहिलेकाहीँ मांसपेशीमा असर गरेर मासुमा पनि डल्लाहरू, गिर्खाहरू आउन सक्छ, जसलाई चाहिँ हामी मस्कुलर फर्मको म्यारेक्स रोग भनेर भन्छौँ, अथवा कुखुराको मांसपेशीमा असर गरेर, मांसपेशी तन्तुमा असर गरेर कुखुराहरूको मांसपेशीमा के देख्न सकिन्छ, गिर्खा गाँठीहरू देख्न सकिन्छ। यति कुरा बिर्सनु भएन है। सबभन्दा पहिलो कुरा चाहिँ हामी यहाँनिर आयौँ भने के अरे क्लासिकल मरेक्स डिजिज, त्यसपछि तीक्ष्ण प्रकारको मरेक्स, अनि छालामा असर गर्ने क्युटानियस अथवा स्किन फर्म, आँखामा असर गर्ने ओकुलर फर्म र मांसपेशीमा असर गर्ने मस्कुलर फर्म। यो चाहिँ हामी बिर्सनु हुँदैन है। 5 प्रकारका लक्षणहरू चाहिँ यो रोगका देखिन सकिन्छ भनेर बुझ्नु होला तपाईँहरूले। अब डायग्नोसिसमा चाहिँ हामी के गर्छौँ, अरू केही नबुझ्ने यहाँ, एउटा चाहिँ लक्षणको आधारमा एउटा खुट्टा अगाडि एउटा खुट्टा पछाडि अनि पखेटा पक्षघात भएको छ कि छैन त्यो हेर्ने। अनि दोस्रो के हेर्ने, कुखुरालाई, मरेको कुखुरालाई चिरेर हेर्दा भित्री अङ्गहरूमा गिर्खा गाँठीहरू आएको छ कि छैन, त्यहाँ चाहिँ ट्युमरहरू पलाएको छ कि छैन भनेर हेर्ने। छालाको बाहिरी भागमा चाहिँ गिर्खाहरू पलाएको छ कि छैन त्यो हेर्ने। अब त्यसपछि महत्त्वपूर्ण यिनी पिसिआर भाइरस आइसोलेसन होइन कि, त्यो जुन चाहिँ ट्युमर जस्तो पलाएको हुन्छ त्यो अङ्गलाई हामीले नमुनाको रूपमा प्रयोगशालामा पठाउँछौँ र त्यो तन्तुमा के परिवर्तन भएको छ भनेर हेरिन्छ। त्यो अवस्थालाई के भनिन्छ, त्यो हेर्ने जुन प्रयोगशालामा गरिने परीक्षणलाई हामी के भन्छौँ, हिस्टोप्याथोलोजी भनेर भन्छौँ। हेर्नुहोस् है साथीहरू, यसमा काउलीफ्लावर लाइक ओभरी हुँदैन, यो चाहिँ उसमा हुन्छ, के अरे साल्मोनेलामा हुन्छ,
त्यो पछि कुरा गरौँ ल है निराजनजी। ल हेर्नुहोस् है, यो हिस्टोप्याथोलोजी भनेको के हो भने तन्तुमा रोगको असरहरू अध्ययन गर्ने विज्ञानलाई हामी के भन्छौँ, हिस्टोप्याथोलोजी भन्छौँ। अथवा रोगले कुनै पनि तन्तुमा गरेको असरको अध्ययन गर्ने विज्ञानलाई हामी के भन्छौँ, हिस्टोप्याथोलोजी भनेर भन्छौँ। त्यही भएर तपाईँहरू धेरै रोगमा सम्झिने होइन हिस्टोप्याथोलोजी। हिस्टोप्याथोलोजी एउटा चाहिँ यो मरेक्स रोगमा सम्झिने हो। अर्को चाहिँ तपाईँले कहाँ सम्झिनुहुन्छ, एभियन लिम्फोइड ल्युकोसिस भन्ने अर्को पनि भाइरल डिजिज छ, त्यहाँ पनि हिस्टोप्याथोलोजी गरिन्छ। यो हिस्टोप्याथोलोजी भनेको के हो भने जुन भागमा असर देखिन्छ त्यो भागको तन्तुलाई काटेर प्रयोगशालामा पठाउने र त्यो तन्तुमा के परिवर्तन भएको छ भनेर हेरिन्छ, त्यो विधिलाई हामी के भन्छौँ, हिस्टोप्याथोलोजी। अरू रोगमा गरिँदैन यो चाहिँ विशेष गरेर मरेक्स रोगमा र एभियन लिम्फोइड ल्युकोसिसमा गरिन्छ। यति कुरा चाहिँ साथीहरूले कहिले नबिर्सनु होला है। ल ल अब आउँछौँ हामी रोगको रोकथामको बारेमा, प्रिभेन्सन एन्ड कन्ट्रोलको बारेमा। सबैभन्दा पहिले त बायोसेक्युरिटी एउटा महत्त्वपूर्ण कुरा भइहाल्यो होइन। दोस्रो चाहिँ के हुन्छ भन्दा भ्याक्सिन, यस रोगको विरुद्धमा प्रयोग गरिने खोप है। अब खोप, यो खोप अरू खोप भन्दा अलिक फरक खालको खोप छ। त्यो के छ भन्दाखेरि तपाईँहरू के बुझ्नु होला त भन्दाखेरि यो भ्याक्सिन सामान्यतया फ्रिजमा राखेर हुँदैन। यस रोगको विरुद्धमा प्रयोग गरिने खोपलाई हामीले तरल नाइट्रोजनमा भण्डारण गर्नुपर्छ, अथवा जुन चाहिँ सिमेन्टलाई जसरी भण्डारण गर्छौँ त्यही तापक्रममा चाहिँ के गर्छौँ त भन्दा मरेक्स रोगको विरुद्धमा प्रयोग गरिने खोपलाई पनि भण्डारण गर्नु पर्दछ। र त्यो तापक्रम भनेको कति हो त, -196 डिग्री सेन्टिग्रेड तापक्रम हो। यो कहिल्यै बिर्सने होइन साथीहरू। के भनेर बिर्सने होइन त भन्दा मरेक्स रोगको विरुद्धमा प्रयोग गरिने खोपलाई -196 डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्नु पर्दछ, अथवा तरल नाइट्रोजनमा भण्डारण गर्नु पर्दछ भने यो खोपलाई जहिले पनि कहिले दिइन्छ, अघि एकजना साथीले सोध्नु भएको थियो, यो चाहिँ जहिले पनि भर्खरै ह्याचरीबाट निस्केको चल्लालाई ह्याचरीमै दिइने खोप भएको हुँदा दुई तरिकाले क्वेसन सोध्न सक्छ। पहिलो दिनमा दिने खोप भनेर कुन खोपलाई चिनिन्छ भन्यो भने मरेक्सको विरुद्धमा लगाइने खोपलाई चिनिन्छ। त्यसै गरी ह्याचरीमै दिने खोप भनेर कुन खोपलाई चिनिन्छ भन्यो भने ह्याचरीमै दिने खोप भनेर पनि मरेक्स रोगको विरुद्धमा दिने खोपलाई चिनिन्छ। त्यही भएर के भन्छ हेर्नुहोस् है, यस रोगको विरुद्धमा एक दिने चल्लालाई ह्याचरीमा, यो एचभिटी भ्याक्सिन भन्छ के यसलाई। एचभिटी भ्याक्सिन भनेको टर्किज हर्पिज भाइरस भ्याक्सिन भन्छ, अथवा CVI 988 अथवा रेस्पिन भ्याक्सिन पनि भन्छ। अब यो चाहिँ नझुक्किनु होला है साथीहरू, यसको विरुद्धमा प्रयोग गरिने दुई प्रकारका भ्याक्सिनहरू बजारमा भेटिन्छन्। एउटा चाहिँ एचभिटी भ्याक्सिन, अर्को चाहिँ रेस्पिन भ्याक्सिन अथवा CVI 988 भ्याक्सिन। यो दुई प्रकारका खोपहरू चाहिँ हामीले कुखुरालाई मरेक्सको विरुद्धमा दिने खोपहरू, जसरी हामी लासोटा होइन, F1 R2B भन्ने जस्तै। स्पष्ट के हुनु होला भन्दाखेरि एचभिटी भ्याक्सिन र CVI 988 अथवा रेस्पिन भ्याक्सिन एउटै हो। CVI 988 भनेको पनि रेस्पिन भ्याक्सिन हो। रेस्पिन भ्याक्सिन अथवा CVI 988 र एचभिटी भ्याक्सिन चाहिँ यसको विरुद्धमा दिने खोप हो भने यसलाई ह्याचरीमै लगाउने खोप भनेर पनि हामी चिन्ने गर्दछौँ। यति कुरा हामीले बिर्सनु हुँदैन साथीहरू है। र यो जहिले पनि छालामुनि लगाइन्छ साथीहरू है। ल घमण्डजीले अस्ति लुम्बिनीमा रेस्पिन सोधेको थियो भन्नुहुन्छ। यो रेस्पिन भनेको के हो त, यो मरेक्सको विरुद्धमा प्रयोग गरिने खोप हो। एचभिटी भ्याक्सिन अथवा CVI 988, जसलाई चाहिँ CVI 988 लाई अर्को शब्दमा रेस्पिन पनि भनिन्छ है। यो कुरा चाहिँ कहिले बिर्सने होइन, एचभिटी भनेर सोधिराखेका हुन्छ साथीहरू। ल अब के भन्छ भन्दा हेर्नुहोस् है, नोटमा संसारको पन्छीहरूमा सबैभन्दा बढी पाइने रोग मरेक्स रोग हो। तर के हुन्छ भन्दा धेरै जस्तो सबैभन्दा संसारको पन्छीमा सबैभन्दा धेरै देखिने रोग चाहिँ मरेक्स रोग रहेछ भने यसलाई पन्छीको आर्थिक महत्त्वको रोग पनि भनिन्छ, किनभने यो रोग निको हुँदैन। अर्को कुरा, यो तीक्ष्ण प्रकारको रूपमा देखा पर्यो भने त 60% मृत्युदर हुन सक्दछ। यो बुझिहाल्नुहुन्छ। यो रोग माउबाट चल्लामा सर्दैन, अथवा मरेक्स रोग लागेको कुखुराको अन्डाको माध्यमबाट एक दिने चल्लामा यो रोग सर्दैन, अथवा भर्टिकल्ली ट्रान्समिटेड हुँदैन, अथवा यो रोग के त संक्रमित माउको अन्डाबाट एक दिने चल्लामा सर्दैन भने यस रोगमा विरुद्धमा प्रयोग गरिने एचभिटी भ्याक्सिन अथवा रेस्पिन भ्याक्सिन चाहिँ के हो त भन्दा यो चाहिँ -196 डिग्री सेन्टिग्रेडमा भण्डारण गर्नुपर्दछ भने अहिले पछिल्लो समय SB1 र 301B/1 खोप पनि प्रयोगमा चाहिँ आएको छ है। जस्तो अब तपाईँले के पनि सम्झिनु पर्यो भने यो त्यति कमन त छैन,
कहिले काहीँ सोधिदिन सक्नुहुन्छ क्या कसैले। जस्तो रेस्पिन भ्याक्सिन, एचबिटी भ्याक्सिन त सम्झिरहनुहुन्छ तपाईँले, CVI 988 सम्झिरहनुहुन्छ, तर त्यो सँगसँगै SB1 र 301B/1 भ्याक्सिन पनि यसको विरुद्धमा प्रयोग गरिने खोप चाहिँ हो। तर एउटा चाहिँ बिर्सन नहुने कुरा के हो भने यो रोग चाहिँ सङ्क्रमित माउको अन्डाबाट सर्दैन भन्ने कुरा चाहिँ कहिले नबिर्सिनु होला। यो चाहिँ बिर्सनै नपाइने कुरा हो। र यो रोगको भ्याक्सिनलाई चाहिँ हामीले -196 डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्नुपर्छ भन्ने कुरा पनि कहिले बिर्सन पाइँदैन है साथी हो। के छ यो मरेक्स, हामी मरेक्स चाहिँ बुझ्यो कि बुझिएन, मरेक्समा केही कन्फ्युजन छ कि छैन, यो कुरा चाहिँ साथीहरूले भन्नुहुन्छ। सबैभन्दा पहिले बुझियो कि बुझिएन त्यो कुरा भन्नु पर्यो। केही कन्फ्युजन छ भने त्यो पनि सोध्नु पर्यो। के छ साथीहरूले बुझ्नुभयो कि बुझ्नु भएन, पहिले त्यो कुरा भन्नु पर्यो मलाई। ल, अरविन्द कुशवाहाजीले बुझियो भन्नुहुन्छ। ल धन्यवाद। ठिकै छ साथीहरू, अब केही कन्फ्युजन हो भयो भने भोलि पनि सोध्न सक्नुहुन्छ होइन। मेरो पनि आफ्नो प्रेजेन्टेसन छ क्या, ट्रेनिङ चलिरहेछ। पनि आज थोरै अघि त्यही भएर ढिलो जोइन भएको, म पनि काम गर्दै थिएँ। मरेक्सको भ्याक्सिन एक डेमा दिनु रिजन के हो सर भन्नुहुन्छ। अब यो यस्तो हुन्छ, यो हामीले भन्न मिल्दैन। हेर्नुहोस् त, अध्ययन गरेर कुन बेलामा त्यो भ्याक्सिन दिँदाखेरि प्रभावकारी हुन्छ त्यसलाई अध्ययन गरेर चाहिँ यो समयमा भ्याक्सिन दिनुपर्छ भनेर भनिएको हुन्छ। यो किन एक दिनमा दिइन्छ भन्ने कुरा चाहिँ यो हाम्रो हातको कुरा होइन है। यस विषयमा धेरै हजुरहरूले हामीले धेरै सोच्नु पर्दैन। म पनि अघि थोरै काम गर्दै थिएँ, त्यसमै त्यही भएर तपाईँसँग 5-10 मिनट लेट जोइन भएको हो। आज मेरो पनि थोरै प्रेजेन्टेसन जस्तो छ। म पनि एकछिनमा निस्कन्छु साथीहरू। फेरि भोलि भेटौँला। सबैको दिन आज सुखद रहोस्। म बिदा हुन्छु, घमण्ड भाइ, म बिदा हुन्छु आज है।